घुमाओ भयो क्यामेरा घुमाउ न भइगयो के गराले यार मेरो 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 टिपको क्यामेरा फाइनली चाहिँ धुम कारमा म निक्लिसकेको छु फुटबल खेल्नको लागि यो चाहिँ हाम्रो रहेको छ बाँसगाडी चोक बाँसगाडीको मेन चोक गाइज हामी आफ्नो मेरो सुन्दर गाउँ बेलौरी गाउँमा पुगिसकेको छु सो अब यो गाउँको दृश्य हेर्न सक्नुहुन्छ तपाईले निकै राम्रो छ यो रहेको छ हाम्रो उत्तम रेस्टुरेन्ट एनसी बोयको रेस्टुरेन्ट रहेको छ यो सो रेस्टुरेन्टकी मालिकनी चाहिँ त्यहाँ हुनुहुन्छ फाइनली म गाउँमा पुगेर हामी चिसो खाइसकेको छौँ अब हाम्रो साथमा हुनुहुन्छ एनसी के भन्न चाहनुहुन्छ दर्शकहरूलाई केही पनि भन्न म चाहन्न म एउटा डिउ अझै पनि खान चाहन्छु मेरो बिहेरो अब त एउटा डिउ अझ दुईटा सकियो अझ एउटा डिउ हुँदैन अब एउटा प्लस गरे चाहिँ ठिक्क हुन्छ टिटको पाउने मान्छेले मात्रै भन्छ यार के थाहा त तपाईँ गाउँको तपाईँ देउता मान्नुहुन्छ कि देवी मान्नुहुन्छ होला भन्नु त हामी देवता मान्छौँ यहाँ देवी मान्छ यहाँ देवी बढी मान्छ आफ्नो देवता मान्छौँ यहाँ हामी देवी मान्छ बढी होइन आफ्नो आफ्नो ठाउँको आफ्नो आफ्नो भाषा हुन्छ त्यो रिसाउनु पर्ने छैन मामाले भन्नुभयो नि अघि न के भन्नु पर्यो मामा पुरोतिर के हुन्छ के अब यहाँतिर त्यस्तो भन्यो भने रिसाउँछन् उता फेरि केही नर्मल हुन्छ आफ्नो आफ्नो ठाउँको आफ्नो आफ्नो ठाउँको आफ्नो आफ्नो भाषा हुन्छ यहाँ कसैले विरोध गर्नु पर्दैन ल पर्यो निर्मायामा कुरी झालैमा जहिले पनि फुटबल भने आछ बिहानै हिँडे आछ साँझै हिँडे आछ आज चल्ला भुत्ला उखेल्ने पर्यो हाउ डु यु फिल के छ अनि कस्तो भइरहेछ एउटा भुत्लो हुनु भएन अल टु स्टेसन ओके हुनु पर्यो ल क्लियर हुनु पर्यो त्यहाँ एउटा भुत्ला बन्द भएन जहिले यता गरे यता यता यहाँ त्यो हेर्ने चोट लाग्यो कोर्याक भइहाल्छ नि बिहान नगरपालिकाका जर्सी नम्बर 4 का भाइ डिफेन्डर हाम्रो डाकु दादा हुनुहुन्छ फर्ममा आइसक्नु भएको छ देख्न सक्छौ दर्शकबिन अब उहाँको खेल मैदानमा उपस्थिति हुन साथ कुनै पनि म्याच बेलौरीले हार्ने छैन भन्ने संकेत दिइसक्नु भएको छ पिच रोडमा स्टेजिङ चलिरहेको छ उहाँको अनि डाकु दादा तपाईलाई कस्तो फिल भइरहेको छ यो जुत्ता कहाँबाट आएको रे दादा जुत्ता कहाँबाट आएको रे जुत्ता भनिदिनु न आफ्नो प्लिज आफ्नो परिचय दिनु न आफ्नो परिचय रुपैयाँदेखि कति करोडको दादा लाखसम्मको भनिसक्नु भएको छ स्टेजिङ उहाँको भइसकेको छ गेम भोलि हुने हो तर स्टेजिङ आज भइरहेको छ दादा आइसक्नु भएको छ डाकु दादालाई अब बल पनि मिलिसकेको छ यहाँबाट बल गइसकेको छ अब डाकु दादाको खुट्टामा बल निकै राम्रो ड्रिबलिङ वाउ निकै राम्रो ड्रिबलिङ वाउ भइसकेको छ पिच टु पिच वाउ वाह वाह निकै सुपरस्टार मेगा स्टार हाम्रो डाकु दादा र हाम्रो पापा फो हुनुहुन्छ यहाँ देख्न सक्छौँ हामीले दुवैजनालाई स्क्रिनमा टस सक्छौँ तपाईँले बेलौरीको उत्कृष्ट आकर्षण यो रहेको छ कालिका मन्दिर र पानी ट्याङ्की निकै हरियाली भरिएको हाम्रो गाउँ अब हामी फुटबल मैदानतर्फ अगाडि बढ्दैछौँ र साथमा रहेको छ हाम्रो मनोरञ्जन स्मृति हाम्रो गेट देख्न सक्छौँ सुन्दरमय गेट रहेको छ र यहाँ लेखिएको छ बेलौरी गाउँ अवलोकन गर्नुभएकोमा यहाँलाई हार्दिक धन्यवाद घुमाओ भयो क्यामेरा घुमाउ न भइगयो के गराले यार मेरो 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 टिपको क्यामेरा घुमाउ हाल्ने अर्को हुन्छ क्या सो फाइनली हामी गेम खेलेर फर्किसकेका छौँ पसिना सो हाम्रो गेम चाहिँ यहाँ सकिसकेको छ अब म चाहिँ घर जाँदैछु होइन अब फेरि 7 किलोमिटर हिँड्नुपर्ने हुन्छ अब 7 किलोमिटरको बाटो अँध्यारो छ बाटो होइन 1-2टा घर मात्रै छ जङ्गल छ डर लाग्दो होइन मेरो स्कुटीमा चाहिँ म जाँदैछु सो 7 किलोमिटर जानुपर्ने हुन्छ अब के अरे जङ्गल छ डर लाग्दो पनि छ 1-2टा घरहरू छ के अरे ग्राउन्ड राम्रो छैन ग्राउन्ड जहाँ राम्रो छ त्यहीँ जानु पर्यो होइन गेम खेल्नको लागि चाहिँ सो म चाहिँ गइरहेको छु सो मेरो भ्लग चाहिँ अब निरन्तर आइरहने छ है तपाईँहरू हेर्दै गर्नु होला आजको चाहिँ है अब बाँकी चाहिँ अरूमा देखाउने छु